फागुन 18-19 गतेको होली अर्थात् फागु पूर्णिमा र फागुन 21 गतेको महानिर्वाचन बीच देशको सुरक्षा कडा छ। उता मध्यपूर्वको तनावमा नेपाली दाजुभाइ दिदीबहिनी हताहती भएको खबरले मन भारी बनेको छ। यस्तो संवेदनशील घडीमा रङ र उमङभन्दा पहिले शान्ति, सुरक्षित माहौल र भावनात्मक एकताको कामना गरौँ। यसपालिको होली धुमधामभन्दा संयमता, सचेतना र सहानुभूतिसहित मनाऊ। विदेशमा रहेका नेपालीको सुरक्षाको लागि प्रार्थना गरौँ। देशभित्र लोकतान्त्रिक अभ्यास शान्तिपूर्ण बनोस् भन्ने शुभेच्छा राखौँ। रङले होइन मनले जोडिने होली मनाऊ। सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। मेरो विचार, बुझाइ वा धारणा सुनिदिने अनि भावना बुझिदिनेहरूप्रति हृदयदेखि आभारी छु। हजुरहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद छ। आफ्नोसँगै आफूसँग जोडिएकाहरूको पनि ख्याल राख्नुहोस्।